आज हल्का मेडिटेसनको ज्ञान आजको हाम्रो योगाको थीम के छ भन्दाखेरि आज चाहिँ उस्तो व्यक्तिहरूले सिक्नुपर्ने योगा अरे जो चाहिँ कर्पोरेट वर्ल्डमा भनेको छ अफिसमा बसेर दिनभरि काम गर्छ, जो चाहिँ जेलमा हुन्छ। जेललाई जेल भन्दैन, जेललाई करेक्सनल होम भन्छ। सो जेलमा बस्ने कैदीहरू भन्नु हुँदैन खास गरिकन उनीहरूको लागि। अनि ओल्ड एज होम जो बेसहारा बेपत्ता आमा बाबाहरू हुन्छन् तिनीहरूलाई ओल्ड एज होम राखेको हुन्छ। हो त्यो ओल्ड एज होममा पनि काम लाग्ने योगा आजको हाम्रो थीम के छ। सो हामी आज योगा गर्न गइरहेका छौँ। हामीले के गर्छौँ त भन्दाखेरि हामीले हाम्रो मन, हाम्रो श्वास र हाम्रो शरीरमा रहेको हरेक मसल्सहरू, जोइन्ट्सहरूको मुभमेन्ट गर्छु भने तिमीहरूको जिन्दगी जीवन नै चेन्ज भएर आउँछ। तिमीहरूको मनमा कहिले पनि नेगेटिभ थट्सहरूले घर गर्दैन। गर्यो भने पनि त्यसलाई पोजिटिभ थट्सले ओभरवेम गर्छ।